हामी चाहिँ यहाँ यो बुटोलमा एक्जाम दिन आएको इट्स माई फर्स्ट टाइम वेलकम गरेको मैले भ्लगमा। यहाँ धन्यवाद छ रविन्द्रलाई मेरो भ्लगलाई चाहिँ वेलकम मतलब सुरुवात गरिदिएकोमा। प्लिज सबैले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु पर्यो यहाँ आवर च्यानल। ल म टेकबाजेलाई दिन्छु अब। ए कस्तो लाग्यो त हाम्रो रविन्द्रको इन्ट्रो बबाल छ होइन त के भइरहेको छ यता हाम्रो मल्लिकामिस भनिदिनुहोस् आजको क्वेसन कस्तो लाग्यो? सब लुम्बिनीको भेटनरीको एक्जाम दिने सम्पूर्ण मित्र आमामा मलाई अनुभव सोध्नु त त्यो सबैले बिग्रे मात्रै भन्छन् राम्रो कसैले भन्दैनन्। अनि के सर भनिदिनुहोस् आज इक्जाम कस्तो भयो? लुम्बिनी पढेर आउला के छ मुकेश दोस्त? अनि कस्तो भयो अनुभव आजको एक्जाम सुनाइदिनु? कपी चाहिँ खानु पर्यो कपी च्याट्यो लास्टमा किन राखेको त नि यस्तो गाह्रो लुम्बिनी यस्तो गाह्रो क्वेसन सोधिरहेको छु आमामा कस्तो लाग्यो तपाईँलाई? कुरै नगर होइन एक्जामको कुरै नगर के छ इक्जाम कस्तो भयो अनुभव तपाईँको आजको क्वेसनको चाहिँ अनुभव मतलब एन्सरको भन्दा नि क्वेसन राम्रो तर आफ्नो पढाइ हो। अनि भन्नुहोस् क्वेसन कस्तो लाग्यो आज तपाईँको लुम्बिनीको? एकदम राम्रो तर यहाँ Why you so sad? My exam is very very गाडी आज एकदम यस्तो भयो नि मलाई यस्तो आएको क्वेसन हाम्रो एक्जाम सेन्टरमा यार कस्तो आज क्वेसन बिग्रियो क्या लोती बिग्रियो रेनु रना रना ना रेनु रे अरे कहना क्या चाहते हो? By giving exam, he is beos. Water please, water. हाम्रो विनोद जस्तै आजको क्वेसनले गर्दा पुरै बेहोस Our Vitti Mitra is very very beos. Finally in was our Vitti Mitra. Yes. Now he is alive. Yes, happy. Thanks for save me. अघि तिमी मर्यो भनेर रोको त फिर्ता गर्नु पर्दैन। अघि तिमी मर्यो भनेर रोको त फिर्ता गर्नु पर्दैन। आयो रे मा तिम्रो रोइदो नि त तिम्रो रोइदो मेरो लागि तिम्रो रोइदो
Vinod dost here. Yes, I'm here. We are here. Vinod here. We are so proud of my friend. Oh, wow. Meet my friend. Here is Pawan, handsome and dashing boy. आज ब्रेकअप भएको Ravin dost. Finally, breakup भएको बिहान ब्रेकअप भएको रहेछ Pawan, today morning breakup. Break up. Evening breakup. Evening announcement भन् न. Evening catch up? No catch up. Breakup is better than catch up. Vacancy कुरा छ. हो र? Vacancy किला छ रे. विनोदले त्यस्तो सक्दैन नि त. केको भ्याकेन्सी हो? पवनको नेक्स्ट. नो विनोद भेरी फाइन. Very fine. अब एक टेन्सन पनि दोकान पर्दै. लुम्बिनीमा फन एकदम साथीहरु रमाइलो गरिएको छ हैन? अब मलाई दुखेको छ अब मलाई खट्टारको सम्झना दिन चाहन्छौ? हो ओले यो चाहिँ हाम्रो खट्टार पर्दाको एउटा टोन हो। ओ यही गर्दा हामी पनि गाडी गरे हो गरौँ है त ल फेरि हर्ला देऊ त हामी यही गरौँ अहिले फेरि गाडी मात्रै खाइन्छ, धेर लाउन हुँदैन। यस्तो धेरै रमाइलो भएको छ आज। भरे होइन यो अगाडि 2 दिनपछि आउँछ यार। टाइम लाग्छ क्या एडिट गर्नलाई। हेरिदिनु होला, माया गरिदिनु होला, रमाइलो ग्रुप छ हाम्रो। कल गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई होइन। मेरो चाहिँ 1 सेकेन्ड भ्याकेन्सी खुलेको छ मेरो लागि। हो 1 सेकेन्ड भ्याकेन्सी खुलेको छ अरे के ए हो उहाँ चाहिँ अहिले भर्खरै ब्रेकअप भएको छ, त्यसको लागि चाहिँ उसको भ्याकेन्सी खुलेको छ। खोइ इच्छुक अलि हाम्रो पवनजीलाई चाहिँ मन पराउनु, यस्तै राम्रो मान्छेले कसले मन नपरा होला, त्यही भएर उसले भ्याकेन्सी खुलाएको छ। यसको फाइनल रिजल्ट कहिले आउँछ थाहा छैन, उहाँलाई सम्पर्क गर्नु होला। सम्पर्क नम्बर 201 दिनमा नम्बर लिङ्कमा हालिदिन्छ अहिले मान्छे कति भ्याकेन्सी छुटायो होइन दुःख लागेको छ। म यस्तो एनसी हुँदा हुँदै मेरो अगाडि पवनको तारिफ गरेर मलाई धेरै रुन मन रोएर भन्दा हाँसेर दिल जितिन्छ हामी होइन। हाम्रो ग्रुप त्यस्तो छ, हामी हाँसेर बाँच्ने है, हाँसेर दिल जित्ने हो। हाम्रा साथीहरू मिलेर तिरौँ न, मिलेर तिरौँ। पैसा तिर्ने भने टिकटहरू पछि नसराउ न गाई विनोद हुन्छ हामीलाई चिन्ता छैन क्या होइन सुमन्त? विनोद इज फेमस पर्सन। वाली विनोद मित्र यार मनी कता हो यार ओ विनोद दस कहाँ गरौँ माथि क्या पीडा भन्ने कुरा आफ्नै ठाउँमा छ, तर रमाइलो चाहिँ गर्नु छोड्दिनँ। थ्याङ्क यू सो मच ल थ्याङ्क यू सो मच। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि मेरो भिडियो मन पराउनु भयो होला, मन पऱ्यो भने लाइक गर्ने होला, मन परेन भने डिसलाइक पनि गर्न पाउनुहुन्छ। र नयाँ हुनुहुन्छ भने मेरो यो नयाँ च्यानलमा जोडिनु होला, सब्सक्राइब गर्नु होला। सब्सक्राइब चाहिँ गर्नु नगर्नु होला नि, अनि एउटा लाइक एउटा कमेन्ट पनि छोडिदिनु होला कस्तो लाग्यो होइन। तपाईँहरूको साथ सहयोगले गर्दा मलाई भिडियो बनाउन हौसला मिल्छ। सो अनि मेरो यो पहिलाको च्यानल चाहिँ अब म सायद चलाउँदिनँ होला, मैले नयाँ च्यानल खोलेको छु टेकबेट ब्लग्स, माया गरिदिनु होला। रल हालेर भिडियो त लिएर आउने लागि छ नि, ड्रप हुन्छ त बिस्तारै। सो थ्याङ्क यू सो मच गाइज। सब्सक्राइब गर्न नभुल्नु होला है त। ओके सेते ल्याएर भिडियो लिएर आउँछ नि त।